सानो हाल्न ठुलोमा हैन के त्यो बल्छी खेल्ने त अस्ति नै आउनु पर्थ्यो नि त्यही दिन है त्यो माउन हुँदाखेरि हैन मैले त यहाँबाट बल्छी 8 वटा खोसेर लगेको मैले बोला थिएँ त दाइ बोला क्या नि त आएन के अरे अस्ति अहिले चाहिँ माछा समान्ने रे भनेर यसो के भन्छ भाइलाई बल्छी बनाउँदैछ यो सानो पोखरीमा अस्ति सफा गरेको पोखरी माछा त हालेको अब त्यही त हो नि अब छ कि छैन भनेर चेक गर्ने रे भन्छ के अरे भाइले ल 5 वटा मात्रै समाएर देखा भाइ तँलाई म कति 100 रुपियाँ दिन्छु धेरै त दिन सक्दैन 100 रुपियाँ चाहिँ दिन्छु ल सक्छ 5 वर्षसम्म पक्कै हो सही न के गर्नु काँक्रो म चाहिँ यसो बियर खाइदिएको दिउँसै जे पल्ला भनेर ल काँक्रो चेस हामी चाहिँ यसो खाइदिएको दिउँसो गहत पकाउने 8:30 बजे फूल ले चोमे हुआ यामै बे दाना बे दाना बे कु दाना कतेरे बे ठ्याक्क थदले त यही भने त ठुलो भइसक्यो नि त ठुलो भएपछि अब धेरै खान्छ नि त खान्छ नि अब दिनको 1 किलो खान बेला भए छैन आज गाड बनाएपछि त बल्ल अनि त्यसपछि बल्ल अनि बढ्ने हो नि त हैन टाइम खाइहाल्छ खाए जति खाए त्यति बढ्ने रहेछ ब्रोइलर त रेडी भोकान्छ बल्छ गएर छैन त्यति गएर त अस्ति चेक गर्ने नि त रे कहाँको ठुलो त छ त्यो ठुलोमा नहाले सानो ठुलोमा त माछा छ नि के बल्ल गर्छ कि झारले माछा मार्नलाई अहिले गरेर हुँदैछ हेरौँ यसको शिकारीको कतिको शिकार गर्न सक्ने रहेछ ल त्यो माउर हो नि फेरि अर्को माछा समात्यो भने फेरि माउर चाहिँ है भएन यो माछा होइन कि अर्को चाहिँ तान्ने भयो माउर चाहिँ तान्नु पऱ्यो कि तिमीले यो तानेर भएन कि यो माछा त जति पनि तानिहाल्छ नि यो त पालेको माछा यता चाहिँ हाम्रो चौधरी भाइ ल त चौधरी भाइ लो कतिको बल के अरे शिकारी रहेछ तिमी यार माछा समान्न कतिको ट्यालेन्ट रहेछ यसरी हेरौँ तिम्रो ल कतिको उजो रहेछ गाइस यसो चौधरी भाइको कसलाई हेरौँ भनेको जहिले नारायणी जान्छ के अरे बल्छी बोकेर एकचोटि पनि माछा ल्याएको देखाएन यो भाइले आज हाम्रै आफ्नै पोखरीमा समाधान त लो माउर छ यसो समातेर देखा भनेको एउटै पारे खाने अहिलेसम्म के हो भाइ यार त तिमी गफ मात्रै रहेछ क्या जस्तो लाग्यो यार मुख मात्रै रहेछ क्या तिम्रो यार के हो भाइ सामान सकेन क्या हेर्नु नि परेन क्या हो यार तिमी नारायणतिर मात्रै जाने हाम्रो पोखरीमा त्यो माउर एउटा समात्यो भनेको यार नसक्ला जस्तो लाग्यो यार सिकाउने भाइ के हो सिकाउने भाइ के हो सक्दैन जस्तो छ त यार भाइ एउटा मङ्गुरा पारे भने दाइको घोडामा सिधै पोल्ने हो र पोलेर खाइदिने रे घोडा लागिरहेको थियो यहाँ माछा छैन होला भनेर आज जो माछा चाहिँ रहेछ हामीले बल्छी हालेर हेरेको थियो एकचोटि दुईचोटि माछा चाहिँ रहेछ यहाँ चाहिँ अरू समाउन सकेन के अरे मेरो भाइले अब यहाँ पौडी खेलेर आखी जाने दिने भन्छ के अरे माछालाई राम्रोसँग खेल्यो भाइ डुबुला फेरि बिचमा त पुरै गर्छ होला जा बिचमा धेरै छैन कि दिदी माथि छैन यता फाल्थ्यो त्यो हड्डी के हुन्न के त्यति हो क्या त्यति धेरै छैन है त्यति हो ठिक्कै छ क्या धेरै छैन ल खेल्दै यसरी ल कतिको राम्रो खेल्दै रहेछ चिसो छ पानी चिसो छ ठिकै छ एउटै हो छेउछेउमा त धेरै हुँदो त्यही बिचा हो नि तिमी बिचमा गयो त्यति नै हो धेरै गर्ने भनेको त्यही बिचको हो कि
बाख्राहरू नि आनन्द चलिरहेछ। पानी कति चिसो छ? ठिकै छ? तल चाहिँ चिसो छ है? माथि माथि चाहिँ रातो छ फेरि। ए खेल्न जाने हो? ल ल घाँसको लागि अलिकति घाँस काटेर हालिदिने रे भन्नुहुन्छ, त्यही भएर यसो हिजो हाम्रो भाइ यहाँ हाम्रो पोखरीमा यसो माछा मार भनेको एउटा सकेन माछा मार्न। यसो त्यो के भन्छ अरे होइन, तिमीले अनि हिजो के भन्छ त्यो निकाल्छौ ठुल्ठुलो हुन्छ कि, त्यही पनि तिमी हिजो अनि मौर निकाल्छौ भनेको नि त हाम्रो पोखरीबाट। यसो यार घोडामा पकाएर खाइदिउँ भनेको यार। नारायणमा कति जानु पर्यो नि आज। ल मजाले मारेर हो है, 1 किलो जति हाम्रो पनि देऊ है भाइ है भनेको। यसो 1 किलो जति देऊ है। हामी चाहिँ यसो बुङ्गुरको बच्चा फेरि लिन आएको। यहाँ फेरि पहिले नै भनेर राख्नुपर्छ यो बाजेको बुङ्गुर फार्ममा, त्यही भएर हामी चाहिँ आएको छु। हामी चाहिँ आइपुगे बाजेको फार्ममा। यसो माछा उत्पादन केन्द्र अनि हाम्रो यो चाहिँ बुङ्गुर फार्म बाजेको टन्नै छ बुङ्गुर पनि। हामी चाहिँ यसो बच्चाहरू लिन आएको, पहिले नै भनेर राख्नुपर्छ बच्चा। यस्तो दामी।